Lasitashma bhale. Any in Lakshya Guru. Also beautiful. Huh? Oh. यहाँ 25,000 भन्नु न है भाइ 25,000 मा तिनटा चस्मा ल 25,000 को तिनटा चस्मा ल यो पृथ्वी राजमार्गको नयाँ स्तरोन्नति सडक गाडी पनि सर आनन्द आउँछ लप्सालाई रिङ्गटा लाग्यो भमिट भयो यो सडक काठमाडौँ हाइवे राजमार्ग National Park IP. Hello, Hitashma and Lopsa, good morning. ल अब बिहानको ब्रेकफास्ट लिँदैछौँ हामी जङ्गल एडभेन्चर सफारी होटलमा हामी अहिले ब्रेकफास्ट लिँदैछौँ कि हाम्रो ब्रेकफास्ट आयो के छ ओहो ल ब्रेड छ हाम्रो यो नानु चाहिँ बर्दिया जिल्लाको है Oh my god. Sausage. Thank you. Sudah lah. Oh my god, what is this? Oh my god. अहिले चाहिँ यहाँ खाजा खाँदैछ हामी जङ्गल वर्ल्ड जङ्गल एडभेन्चर सफारी होटलमा हामी बिहानको ब्रेकफास्ट लिँदैछौँ अब हामी ब्रेकफास्टपछि हामी जिप सफारीमा हामी 2 घन्टाको लागि जिप सफारीमा जाँदैछौँ हामीले अब पिकअप गर्न आउँदैछ ल हाम्रो लागि ब्रेकफास्ट ल्याएको छु एकदमै कम के अरे यो पर्साईहरू 30 बिगाहरूवाला रहेछ है त्यो चाहिँ फेरि उ भयो नि कम्पनी त्यो ल अब हामी 2 घन्टाको लागि जिप सफारी गर्दैछौँ चितवन जिल्ला चितवन सौराबाट ओके बस ल ल बस बस ल जङ्गल सफारी हामी चितवन जिल्लाको सौराबाट 2 घन्टाको लागि जङ्गल सफारी यात्रा गर्दैछौँ ल क्या मजा अगाडि नै छ हेर्नु Over there, in front of the field. I said it's a bird. It's a blue
And its front is white colors. They call white-throated kingfisher. माटो कोडे हो नेपालीमा माटो कोडे माटो कोडे यो माटो भन्नाले त्यो जुन रिभर ब्याङ्कहरू हुन्छ नि त्यसमा नेस्टिङ गर्छ क्या यो जस्तै अब स्वालो त्यो सानो सानो चराहरू हुन्छ नि त्यसले पनि अब नेस्टिङ त ब्याङ्कमै गर्ने हो त्यसलाई स्वालो भन्छ मयूर सानो रहेछ यिनीहरू है मयूर यो चाहिँ खास गरी नाच्ने भनेको कार्तिक चैतमा हो चैतमा यतिखेर तपाईँको ब्रिडिङ टाइम सकिसक्यो यो अर्कै किसिमको यो हाम्रो यहाँ 4 किसिमको पाइन्छ यो चाहिँ हग डियर हुन्छ द्याट इज हग डियर ल मृगको बथानहरू छ यहाँ रमाइलो देखिएछ यो सबै बाघको आहारा है सधैँ मार्दैन कुण्डाको रहन्छ नि त है एक महिनामा बडीमा 2टा न त 3टा मार्छ एउटा मृग राखी बाघलाई पुग्यो ऊ धेरै सबै खाँदैन नि त जस्तै पहिलो दिन मार्यो भने उसले त ब्लोड मात्रै स्टक गर्छ ब्लोड मात्रै त्यो एक हप्ता लाएर खानु एक हप्ता 10 दिन 15 दिन 10 दिन प्रायः भने तपाईँको 3टा मार्छ बच्चावाला भयो भने एक महिनामा 4वटासम्म मार्छ बच्चालाई बच्चालाई खुवाउनुको लागि जब फेरि ऊ हन्टिङ गर्ने सक्षम हुन लाग्छ नि बच्चा आमा बराबर उसले फेरि बियरहरूलाई पुरै मार्दैन पुरै लट्ठाएको जस्तो हुन्छ नि त्यस्तै बनाएर अनि बच्चालाई अगाडि लगेर छोड्ने सिकाउने हामीलाई स्कुल लगे जस्तो So the elephant back safari, somebody that's very far away. के को बच्चा रे यो भुटिट्याउ है भुटिट्याउको बच्चा मलाई ग्राउन्डमा पो दौडिनु रहेछ है Size. And second is spotted deer. And before we show the grass line, there is hog deer, the brown colors that. यसको साइजै हो है Size चिवावा साइज यहाँ त बढी हुँदैन ठुलो हुँदैन यत्रै अरे You know, this barking deer, they can sound like, you know, it's like a dog, like it can bark like, and they call barking deers. You can find some other animals, even have tiger, leopard, and then like a bark. And I have like barking deers, like. Pretty cool. We know in Nepal they have another like antelope in the Bardia National Park, Shukla Pata National Park. It's Barasingi, a swamp deer, you know. But here, you know, just 4 types here. Yeah. Do you have any problems with poachers here? Now it's very good control for the army guys. Before 10 years, well, so that do so night of fighting for the floating. कति गएर पकाएर इन्डिया लिएर जान्छ त्यहाँ गभर्नमेन्टमा गएर लिन आइज भन्छ यहाँको ल्याउन सक्दैन त्यस्तो घर घर जान्छ इन्डियाले गएर लिन आऊ भन्छ आउँछ तिमीहरू गएर यहाँ छ लिन इन्डिया त बाटो उसले त राम्रो गएर छानेर त अन्त पठाइसक्छ नि न त इन्डियामा कहाँ थियो गएर म काजीरङ्गा गएको तपाईँको रिसर्चको लागि त्यहाँको 3-4 किसिमको त्यो प्लान्टहरू रिसर्च गर्न गर्थेँ अनि त्यतिखेरै थाहा पाएको थिएँ You see the monkey? अस्ट्रेलियामा बाँदर हुँदैन It's called rhesus macaque.
That is the rhesus macaque. We have two different types of monkey this parrot. Okay. One has a black face and brown body, long tail. They call Kamal Langur. म त को रहेछ भने मान्छे नै रहेछ त्यहाँ भित्र त This is actually Europe. ल हामी जङ्गल सफारी गर्दा गर्दै अहिले हामी टी ब्रेकको लागि हामी अहिले यो ठाउँमा छौँ। अहिले दायाँ बायाँ जताततै यो ताल खोला पोखरी देख्न सकिन्छ। के हो यो कहाँ खिचेछ यता साइड खिचेछ यो हामीलाई खिचिरहेछ त यी मलाई त मन परेन ल खै यो नखानु यो नखानु म त अहिले कफी खाएको छु यो नखानु यो फाल्दिनु खाने हैन जस्तो गरेको कुरा पानीमा हाल्नु ल खै त्यो चस्मा लगाउनु न जस्तो यहाँ लगो ल ल जाम औ सबै जान लागेछ यो जीप सफारी 1 2 3 4 अनि नेपाली जीप सफारी गर्ने त धेरै छ। विदेशीहरू कम छ नेपालीहरू धेरै छ त। माछाहरू पाल्ने यहाँकै समुदायहरूलाई भोटे दराईहरूलाई गरी खाऊ भनेर ए दराईहरू छ त्यही माछी नै म त माछा दराईहरू पनि त्यो माछी जात्नै हो लगभग त्यस्तै हो। भोटे माझी दराई एउटै हो अर्कै थरको दराई क्याटेगोरी एउटै हो काम एउटै हो। जस्तै थारुमा पनि धेरै थारुहरू छ माछाहरू crocodiles, mass migrant crocodiles. ओ क्रोकोडाइल माछा हेर्न माछा यहीँ नै भेटेको त्यो माछा त सबै खाइदिन्छ होला नि ल जति खायो थाहा हो खोलाको नजिक यो माछ मगर त यति क्रस गरेर खाने ए अनि यो जाल हान्नु पर्ने के अन्त क्रोकोडाइल आएको पर्छ है कहिले मान्छे हानिदिन्छ त खेतबारी लाउँदा भने भाग्छ नानी करायो भने नगर है थोडा अझ अगाडि बढाउँछ त्यसलाई जरायो हुन्छ होइन जरायो भने अघि बसेको छ नि त्यो जरायो गाईहरू जस्तै हुँदो रहेछ सेम गाई है भनेपछि यो जरायो है यो ल हामी जङ्गल सफारी गरेर आयो होटलमा। अब यहाँ खाना खाने एकछिन रेस्ट गर्ने गर्मी छ है यो भर्खरै जिप सफारी गरेर आएको सौरामा। ल ल ओहो लप्साले जानिसके रहेछ के ल
जंगल एडवेंचर सफारी होटल में चितासमा घले लप्सा गुरुङले स्विमिङ गरिरहेको छ यो स्विमिङ पुल है घाम चर्किएछ ल सिधै यसमा सिधा मम ल अघि के म यहाँ हिँडिरहेको थिएँ उतापट्टि यस्तो गरेको फ्रग हेर्छ फ्रग झ्याप्पै जम भनेको कि यहाँ सातल हेर्दै मेरो म तपाईँलाई दिन्छ ल पक्का जेला Let's go. Sutasma? केटीको चाहिँ यहाँ आइल्यासेस हुन्छ कि जस्तो है ल हामी अहिले हात्ती प्रजनन तथा तालिम केन्द्र सौरामा हामी अहिले भ्रमण गर्दैछौँ है चोली आफ्नो बेबीले कसरी लात्तले हान्दो रहेछ टक्क ठोक टक्क गरेर ठक्क हान्दो रहेछ ओ फेरि है होटलले फेरि अहिले सुन्छ है फेरि ल यता पनि ल यो बीच साइड सौराको बीच साइड राप्ती नदी यो चितवन जिल्ला पर्यटक स्थल सौराहामा हामी अहिले बीच साइडमा हेर्दैछौँ। अब यो सनसेटको बेला भइसक्यो। अब यहाँ घुम्न आउनेहरू नेपालीहरू धेरै छन्। चाइनिज विदेशी युरोपेली पर्यटकहरू देख्न सकिन्छ। विदेशीहरू रेस्टुरेन्टको अगाडि कुर्सीमा बसेर आराम गरिरहेको छ। चाइनिज विदेशी पर्यटक
चाइनिजहरू पनि बेसरी आएको छ। यहाँ धेरै क्याफेहरू पनि बगेर देख्न सकिन्छ। क्याफेहरू नदीमा ल जलै भयो यहाँ आउनुको मजा नै छुट्टै छ। अङ्कललाई बोलाएर हामी तिनजना गरौँ कि अङ्कलहरुको कता गयो फेरि अङ्कललाई बोलाएर हामी उता गरौँ जङ्गल सफारी पारिपट्टि जङ्गल सफारी हुन्छ, राष्ट्रिय निकुञ्ज। जिपमा चढेर गयो भने 4 घन्टा सलक्कै 4 घन्टा लाग्छ। पारिपट्टि बोट चढेर जाने, पारिपट्टि जिपमा जाने। डेन्जर धेरै यार यो यस्तो किन गर्ने कति फोटो खिच्ने Hi, good morning from सौरा चितवन। आज हामी सौरा चितवन घुमेर अब ब्याक टु पोखरा अब घर जाँदैछु। यो सौराको जङ्गल एडभेन्चर रिसोर्ट होटलमा हामी बसेर आज पुनः पोखरा घर फिर्दै जाँदैछौँ। भोलिबाट हाम्रो सीतासमा घलेको स्कुल लप्सा गुरुङको र सीतासमाको स्कुल छ, त्यसैले आज हामी फर्किनै पर्छ। यो भ्याकेसन छुट्टीमा लप्सा र सीतासमालाई हामी सौरा भिजिट गर्न ल्याएको थियौँ। यहाँ हात्ती, गैँडा, क्रोकोडाइल, मयूर सबै देखेर मक्ख परेछ। लप्सा सीतासमा लप्सा नट रेडी नाउ। ए लक गरिसकेछ त ओ ढोकन चाबी लगाइसकेछ हो र ए उहाँ अगाडि लप्सा गइसक्यो। लप्सा अगाडि गइसक्यो।
सके उदो लप्सा बाउसरी लप्सा वहाँ पुगिसक्यो यहाँबाट कस्तो हो चाबी ल यहाँको गुड मर्निङ लप्सा लप्साको फ्रेन्डले छोडी लप्सालाई पुच्छर हल्लाएर बसेछ है Oh, how beautiful yoga hall. This is meditation, for meditation. Now cleaning meditation hall. Oh, so beautiful. Now cleaning. Okay. Swimming pool ma? त्यहाँ फोहोर थियो नि है बिहान सफा गर्दै थियो फलो गर्नु न अनलाइनमा हाम्रो पेजलाई पेजको नाम के शान्ति हल शान्ति हलले शान्ति पाला बाइ जंगल शान्ति हल है शान्ति योगा हल मेडिटेसन हल हाम्रो त यहाँ अवेकनिङ पनि गरेको 15 जना तपाई गुरु हुनुहुन्छ हैन म गुरु त हैन गुरु आमा हो रे के तपाईले यहाँ मेडिटेसन सिकाउनुहुन्छ के ल मेडिटेसन भन्दा नि हामीले अरु क्लास हामीले चाहिँ वर्कसपहरु पनि दिन्छौँ कि त्यो कपडामा नेचुरल डाइहरू गर्ने अनि केमिकल युज नगर्ने सस्टेनेबल ब्युटी अनि हाम्रो खाना लाउने लुगाहरू त्यस्तोहरुको बारेमा क्लासहरु दिन्छौँ अनि मेडिटेसन हुन्छ योगा अब आउनु न भर्खर हाम्रो पनि बल्ल यो इयरबाट फङ्सनिङ भएको रेनोभेसनमा थियो कि लास्ट 5 इयर्समा टाइम लाग्यो कोभिडले गरेर फाइनली अब ओपन भयो यो वर्ष कति बेलातिर नेक्स्ट इयर कति बेलामा आउँदा ठिक हुन्छ विन्टरमा आउनु बेस्ट विन्टरमा शान्ति हुन्छ अनि प्लस उ पनि हुन्छ कि मस्किटोहरू धेरै हुँदैन अनि मोर शीतल हुन्छ ह्युमिडिटी भएर मेडिटेसन गर्नु पनि पाउँदैन Guys, welcome to our channel, and today we are gonna play hide and seek, and I'm the sticker and she's the hider. Hello. Say hello. Say hello. Hi. Okay guys, now I'm gonna count to 50. Okay, I'm gonna count to 50. You have 50 seconds to hide. Okay, starts right now. 1, 2, 3, 4, 5. And find her. Guess she is inside or something. I didn't check properly inside, so first I'm gonna go and check inside. I don't have time. I only have 1 hour to find Lopsa. Wait a minute. Wait a minute, guys. She under this? I think I saw somebody in it. In there? Oh, no, she's not. Okay, guys, I'm gonna check in another place. So, she is not there. Lopsa! What's that? कभी आइनु होइन Black coffee? यस I'm gonna tap my
Uncle, ang dami sige. Order lagi babu. Order. अङ्कलले त आउँछ नि त जा जा अङ्कलले त आउँछ ल ओ तिमीहरू हल्ला गर्थ्यौ नि त यहाँ कहाँ छ खाउँदै बाबु त्यो उसहरू खाऊ अनि टोकै छैन बल्ल आज नटरेको छ यसले नङ टाउनमा छोडेर दिदी आज हो ल गुड ल ल ल ल ल ल यताबाट जाउँ न यताबाट हो यहाँबाट चलि ल हामी चटपट खान जान लाग्छौँ गरी भएर ल यो दमौली र डुम्रेको बिचमा यो पृथ्वी राजमार्गको दमौली र फर्स्ट क्लास हाइवे छ फर्स्ट क्लास हाइवे पृथ्वी राजमार्ग अब चटपट खानी हुने चटपट